होइन, कति ढिला हारेका हुन्, अझैसम्म पनि आएनन्। सबै कुरा मिलाएर आउँदै होला नि। आखिर हामीहरूभन्दा तिनीहरू पहिला आउनुपर्छ नि। हामी त घुम्न मात्र आएको, तिनीहरू त प्रोग्राम हेर्न आएको। अलि चाँडो आउनुपर्छ नि। होइन यार, म आज घरबाट बाहिर निस्किँदा कालो बिरालोले बाटो काटेको थियो। कतै तिनीहरूलाई अशुभ त भएन? मान्छे हेर्दा आधुनिक कुरा गर्छौ 2007 सालको। कहीँ बिरालोले बाटो काटेर पनि अशुभ हुन्छ र? क्या कुरा गर्छौ यार। हो त नि, यति धेरै पढेको मान्छेले नि यस्तो कुरा गर्ने हो? यो मिलन पनि पुरानो मोडलका मान्छे जस्ता छन्। कस्तो विश्वास गर्दैनौ? कहिलेकाहीँ त यस्तो कुराको पनि विश्वास गर्नुपर्छ। दीपक र रेखा पनि आइसक्यो। होइन, कति ढिलो गरेको तिमीहरूले? नेपालीको टाइम नै यस्तै हो। झन् रिपोर्टरको त के कुरा गर्ने? बाटोमा के घटना कहाँ घट्यो होला, त्यही घटनाको रिपोर्ट टिपेर आउँदा आउँदा बेर भयो होला नि। आखिर व्यस्त मान्छे त परे। त्यस्तो केही पनि होइन, हामी त छिटै निस्केका थियौँ। तर के गर्ने, हामी चढेको गाडीभन्दा अगाडिको गाडीले मान्छेलाई हानेर मारिदियो। त्यही भएर आउँदा आउँदा ढिलो भइहाल्यो नि। के रे, मान्छे मारिदियो अरे? म पनि घरबाट बाहिर निस्किँदा बिरालोले बाटो काटेको थियो। कतै हामी घुम्न जाँदा कुनै समस्या त हुने होइन? हे, छोडिदेऊ यी बकवास कुराहरू। बरु हामी लामो समयको लागि जाँदैछौँ। सबैले आफ्नो व्यवस्था गरे होला नि? ल जाउँ सबै। ल यार जाउँ छिटो, ढिलो भइसक्यो यार यिनीहरूले गर्दाखेरि। हो त नि, यिनीहरूले गर्दा एकदम ढिलो भयो। जाम। निशा, तिमी अगाडि नै बस है। हुन्छ। अनि शम्भु, के छ त्यतिर हालचाल? एकदम ठिक छ होला कि? ल म बसेँ है त। ल छिटो बस यार तिम्रो। ल जाऊ अबेर भइसक्यो। ओके, निशा अगाडि बसेको। ल बाटो डरलाग्दो छ अलि, विचार पुरा है यार। किन चुपचाप बसेको यार तिमी? बोर हुँदैन कि? म्युजिक बजाउने हो? बाटो पनि साह्रै डरलाग्दो पो देखिएछ त यार। थाक्यो यार। कति हतार हो तिमीहरूलाई? पर्खने यार। होइन, मलाई छोडेर जाने हो क्या तिमीहरूले?
तपाईँ को हो? म योगी। किन यहाँ? बालक, तिमीहरू यहाँबाट फर्क। आज कालरात्रि हो। तिमीहरूमाथि कालरात्रिको छाया पर्न सक्छ। मैले भनेको मान, यहाँबाट फर्क, नत्र भने तिमीहरूमाथि अनिष्ट पर्न सक्छ। योगीले भनेको कुरा पनि के विश्वास गर्ने? उहाँले भनेको कुरा पनि त सही हुन सक्छ। यस्तो कुरा सुन्न लाग्यो भने हामी त पागलै हुन्छौँ। गाउँलेहरूको बानी यस्तै नै हो। यस्तो कुरामा अड्क्यो भने त हामी गन्तव्यसम्म पुग्न पनि गाह्रो हुन्छ। हो त नि, जाऊ जाऊ साथी, ढिलो भइसक्यो, जाऊ। म फेरि पनि भन्दैछु, तिमीहरू यहाँबाट फर्क। आज कालरात्रि हो। कालरात्रि।
यहीँ बस्ने होला नि सब बिस्तारै ल ल बस उफ साथीहरू अब त हामीले भनेको गन्तव्य पनि आइसक्यो अब त हामी यहीँ बस्ने होला नि यस्तो भयङ्कर जङ्गलमा मलाई त डर लाग्न जस्तो भइसक्यो के को डर म छु नि आखिर हाम्रो काम यही भएपछि यही त बस्नु पर्यो नि। यस्तो घना जङ्गलमा बाघ भालु भूत पिचास सबै होला है। तिनीहरू यहाँ भए त हाम्रो साथी भइहाल्यो नि। कस्तो बच्चाको जस्तो कुरा गरेको सबैले आफ्नो काम गर्नु हुन्छ हुन्छ मिलनले लेखिहाल्छ के अरे हाम्री रेखाले रिपोर्टिङ गरिहाल्छिन् र हाम्रो दिपकले क्यामेराले सुट गरिहाल्नुहुन्छ तपाईँ चाहिँ अब पढ्ने त होला नि ल मिलाउँ न दिपक त्यो कुना मिलाऊ त्यही क्लीं चामुण्डाय स्वाहा ॐ क्लीं चामुण्डाय स्वाहा ॐ क्लीं चामुण्डाय स्वाहा ह्रीं क्लीं चामुण्डाय स्वाहा ॐ ह्रीं क्लीं चामुण्डाय स्वाहा ॐ ह्रीं क्लीं चामुण्डाय स्वाहा ॐ ह्रीं क्लीं चामुण्डाय स्वाहा दिपक हेर त त्यो ठाउँ मलाई कस्तो मन पर्यो हामी त्यहाँ गएर सुट गरेर आउँ न पख न खाजा साजा खाएर नि जाउँला नि आरामसित कस्तो भोक लागिरहेछ खाजा खाएर जाने र भइहाल्छ नि है ल
खाजा खाएर पनि भ्यायो। अब चाहिँ दिपक र म गएर एउटा एपिसोड सुट गरेर आउँछौँ। अहिले चाहिँ तिमीहरू काम गर्दै गर, भरे चाहिँ मेरो पाला है। जाऊँ दिपक। ल ल त्यसो भए म दाउरा लिन जान्छु। तिमीहरू यहाँ तरकारी सरकारी काटेर बस्नु नि, फेरि गफ गर्ने होइन नि। हुन्छ। ल म पनि पानी लिन जान्छु। म आउँदाखेरि सबै काम सकिएको हुनुपर्छ नि फेरि। अब्बास कुन जलामा छ तरकारी? लिएर आऊ न काटम। मेरो त कस्तो खुट्टा दुखिसक्यो हिँड्दा हिँड्दा। अब्बास मलाई किन एकदम डर लागेको फिल भइरहेछ।